आदरणीय महानुभावहरू सबैलाई नमस्ते। आज तपाईँहरूको बिचमा म एउटा कविता लिएर आएको छु, जुन चाहिँ छन्दमा लेखिएको छ। जुन कविताको छन्द मातृका छन्द छ अनि कविताको शीर्षक नजाऊ भट्टी छ अनि यो शिक्षामूलक पनि हो। ल यसलाई माधव प्रसाद देवकोटाले लेख्नुभएको छ र यो मैले यसरी गाएँ। भाइ नजाऊ कहिल्यै त्यो एक ठाउँपट्टि, सब दोषको हुन हो त्यो ठाउँ एकपट्टि। उन्माद मोह झगडा खेल्छन् त्यहीँ त गट्टे, लाग्दैन बेरा कत्ते त्यो ठाउँ चल्न लट्ठी। स्वागत गरी पसाल्ने हाँसेर भित्रपट्टि, हुन्छन् अनेक नखरा वाली छटेलपट्टि। बोतल जहर भरेका हुन्छन् अनेकपट्टि, सहजै पिलाइदिन्छन् राखेर भित्रपट्टि। तिम्रा नयन दुवैमा बाँधिन्छन् झट्टपट्टि, प्रकृति र विकृतिको हुन जान्छ सट्टीपट्टि। तिमी लट्ठिएर लड्छौ उडी जान्छ लट्टीपट्टि, श्रम साथ अर्जेको धन धान्य हुन्छ मट्टी। दुर्लभ मनुष्य जुनीको हुन जान्छ यो कट्टी, पुग्नै नपाए साठी लिनुपर्छ झट्ट लट्ठी। बौला बनाए जगमा कर्तव्य पार्छ छुट्टी, कुन लक्ष्यमा हिँडेथ्यो त्यो होस हुन्न फुट्टी। त्यो ठाउँ ठान उस्तै जस्तो घृणित छ टट्टी, अतएव दिन्छु अर्ती भाइ नजाऊ भट्टी। अतएव दिन्छु अर्ती भाइ नजाऊ भट्टी।